1-2 बजे मस्त घाम लागिरहेको थियो। 1 घन्टाको फरकमा त पानी परिहाल्यो नि। कलङ्की मन्दिर पुग्दा घाम लागिरहेको थियो। 15-20 मिनटको फरकमा कुलेश्वर पुग्दा त पानी परिहाल्यो नि। कस्तो मौसम। फेरि अहिले घाम लागिरहेको। 2 बजे घाम लागेको अनि 2:30 बजीतिर 3 बजीतिर पानी पर्यो। फेरि अहिले 4:45 बजे घाम लागिसक्यो। काठमाडौँको मौसम यो हिउँदे झरी खासै पर्ला जस्तो छैन। एकैछिन भिजाउनु र तर्साउनु मात्रै आइदियो।